नमस्ते, शुभ बिहानी। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज चाहिँ दसैँको तेस्रो दिन। दसैँको दिनदेखि नै लगातार पानी परिरहेको छ हैन, एकछिन पर्ने एकछिन नपर्ने। तर हिजो राति पनि रातभरि नै पानी पर्यो है, अनि अहिले पनि परिरहेको छ सानो सानो। तर हिजो साँझ चाहिँ हैन, सानोतिनो हिमालहरूमा हिउँ पनि परिरहेको रहेछ क्या हैन। यहाँनिर पुरै हिउँ परेको छ क्या, हेर्नु त। यो चाहिँ सानो हिमालहरू, अरू चाहिँ कुहिरोले ढाकेको छ हैन। तर यतातिर पानी यस्तो परिरहेको छ हैन, तपाईले देख्न सक्नुहुन्छ माथि माथि त्यहाँ के भन्छ ठ्याक्क थाहा भएन। अब पानी चाहिँ लगभग पुरै परेको छ। तर हाम्रो यो सिस्ने हिमालमा चाहिँ कुहिरोले पुरै ढाकेको छ के, पक्कै पनि हिउँ त योमा खतरै परेको हुनुपर्छ हैन। अनि अब यस्तो सानो सानो हिमालहरुमा त यस्तो हिउँ परेको छ भने हैन, तर सिस्ने हिमालमा त पक्कै पनि परेको छ होला। देख्न चाहिँ पाइएन हैन, कुहिरोले पुरै ढाकेको छ। कहिलेसम्म खुल्छ, खुल्यो भने म तपाईहरुलाई देखाउँछु कतिको हिउँ परेको छ है। त्यही हो, तपाईकोतिर के छ, कस्तो छ अवस्था है। हाम्रोतिर त पानी परिरहेको छ। अनि यस्तो छ, बिहानैदेखि लगभग पानी पर्न सुरु गरिसकेको छ फेरि है। अगाडिसम्म थोरै थोरै परिरहेको थियो, अहिले पनि फेरि पर्न सुरु गरिसक्यो। त्यही हो है। अनि के छ, तपाईकोतिर कतिको पानी परिरहेछ, के भइरहेछ, आफ्नो स्वास्थ्यको चाहिँ ख्याल गर्नु होला हैन। आफू सुरक्षित स्थानमा बसेर, पानी अलिकति जोखिम नै छ।